हेलो सबैजनालाई, आजको मेरो च्यालेन्ज के हो तपाईहरुले थाहा पाइसक्नु भएको छ। सो म चाहिँ सबै सामानहरु लिएर रेडी भइसकेको छु। आजको मेन च्यालेन्ज भनेको चाहिँ पुरकिया हो, यानी कि कतिजनाले गुजिया पनि भन्नुहुन्छ। हाम्रो मतलब मेरो माइत एरियामा चाहिँ पुरकिया भनेर चिनिन्छ। सो त्यसको लागि मैले सामानहरु रेडी गरेको छु। धेरै केही सामान त्यसलाई चाहिँदैन, मात्रै मैदा अनि सुजी चाहिँ मेन इन्ग्रेडियन्ट हो है। त्यसमा अब तपाईलाई के मिक्स गर्न मन लाग्छ त्यो तपाईले पछि एड गर्दा भयो। अहिले फिलहालको लागि मैले के रेडी गरेको छु म देखाउँदै छु है त। यहाँनिर छ सुजी, यहाँ छ मैदा। यसलाई छान्नको लागि मैले यो भाँडाहरू ठिक पारेको छु है। अनि त्यसपछि यहाँ छ एक प्याकेट तेल। सनफ्लावर तेल चाहिँ राम्रो हुन्छ है, त्यो तुरीको तेलमा भन्दा पनि यसमा बेस्ट हुन्छ। अनि यहाँ पनि अलिकति तेल तताएर ल्याइसकेको छु। यो चाहिँ तातो तेल पनि किन चाहिन्छ भन्ने विषयमा अहिले म भन्दै जानेछु गर्दै जाँदाखेरि चाहिँ। सो यहाँ सामानहरू राख्नलाई पाकिसकेपछि सबै थोक गर्नलाई मैले चाहिँ रेडी गरिसकेको छु। र यहाँनिर कराईदेखि चुलाहरू सबै रेडी गरेको छु। चुलामा बनाउँदैछु किनकि चुलामा बनाएको चाहिँ टेस्टी पनि हुन्छ अनि बेस्ट पनि हुन्छ। सो त्यही भएर अब आउनु रेडी गर्छु। कसरी यसको स्टेप वाइज के हुन्छ म त्यो पनि देखाउँदै जानेछु। र फाइनल्ली कस्तो बन्छ त्यो पनि देखाउने छु, स्किप नगरी हेर्नु होला है त। यो मैदा अनि यो छान्ने, अब म छान्न जाँदैछु। प्राय पिठो त सफै हुन्छ हैन, तर पनि अब कुनैमा चाहिँ अलिकति फोहोर मैलो हुन्छ नि, किराहरू छ कि भनेर अलिकति आफूले चाहिँ चेक गर्नलाई यसरी छान्नु पर्ने हुन्छ। मैले यहाँनिर पिठो छानिसकेको छु र मैले अघि भनिसकेको थिएँ मैले तेल तताइसकेको छु। तेल तताउनु एकदमै जरुरी हुन्छ किनकि खस्ता भन्छ नि, जुन एकदम खाँदाखेरि जुरुम जुरुम फसफस गर्छ नि, हो त्यस्तो चाहिँ हुन जरुरी छ। त्यही भएर यो छानेको पिठोमा चाहिँ पहिला सुरुमा पानी हाल्नुभन्दा अगाडि यो तेल हाल्नुपर्छ यसरी। र यो तेलमा चाहिँ पहिला पिठोलाई मोल्नुपर्ने हुन्छ। म देखाउँदैछु स्टेप वाइज स्टेप होइन। यो पिठो कतिको हुनुपर्छ भन्ने विषयमा अहिले म गरिसकेपछि फेरि देखाउँछु है त। सो मैले अघि भनेको थिएँ तातो तेल हालेर मोल्नुपर्ने हुन्छ। अनि मार्दा गरेपछि यो कतिको पिठो हुनुपर्छ भन्ने कुरा म नजिकैबाट पनि देखाउँछु है। यो पिठो छ र यसलाई चाहिँ हामीले यसो गर्दाखेरि यसरी डल्लो पर्नुपर्ने हुन्छ है। यसरी डल्लो पर्नुपर्ने हुन्छ। यो चाहिँ पानी बिनाकै हो है, पानी हालेको छैन। यसो गर्दा चाहिँ डल्लो पर्नु पर्यो। डल्लो भइसकेको छ। अब चाहिँ यसमा हामीले पानी हालेर चाहिँ यसलाई चाहिँ मोलेर डो बनाउने। र डो पनि एकदमै गिलो, एकदमै साह्रो पनि हुनु हुँदैन। मैले चाहिँ मुस्दा यतिको बनाइसकेको छु है। यतिको चाहिँ छ है, यतिको छ। धेरै गिलो पनि छैन, धेरै हार्ड पनि छैन, यतिको सफ्ट भएको छ। यसलाई चाहिँ एकछिनसम्म माड्यो भने अझै मुलायम हुन्छ। सो मेरो डो यतिको भइसकेको छ। अब यसलाई म छोपेर राख्दैछु थाल्दै मजासँगले यसरी छोपेर हावा नछिने गरी टाइट गऱ्यो भने अझै सफ्ट मुलायम हुन्छ। यसलाई चाहिँ एकछिन यहाँ छोपेर राख्दैछु भने अब यहाँनिर चाहिँ म चाहिँ आगो फुक्न जाँदैछु। सो आगो बलिसकेको छ। आगो बाल्न अलिक गाह्रो भयो है, अलिक बलिसकेको छ। अनि यहाँ चाहिँ हाम्रो छ कराई। अब यसमा म भुट्न जाँदैछु सुजी। सुजी चाहिँ अब आफूलाई क्वान्टिटी कतिको भित्र कतिको फिल गर्न मन लागेको छ। एक प्रकारले सोच्ने हो भने चाहिँ मोमो सोच्दा पनि हुन्छ। मोमो भित्रको फिलिङ कतिको हाल्ने भन्ने विषयमा आफ्नो उयो हो नि त होइन। तर जति चाहिँ मजाको भित्र फिलिङ भरि हुन्छ त्यति मजा आउँछ। सो त्यही भएर म पनि मजाले नै फिल गर्न सोचिरहेको छु। अब यो कराई तात्तियोस् अनि सुजी हालेर रातो हुने गरीसम्म चाहिँ भुट्छु। आफूलाई कति क्वान्टिटीमा चाहिने हो म चाहिँ त्यति नै हाल्दैछु। फिलिङ्स त मजाले भरेरै खाएको राम्रो हो होइन। अनि त्यसपछि अब यसलाई चाहिँ भुट्न जाँदैछु। कराई रन्क्यो भन्दै थिएँ मैले अघि, मजाले कराई चाहिँ उयो भइसकेको छ। अब चाहिँ म यहाँ थालमा खन्याउँदैछु। म देखाउँछु ल कस्तो देखिनु पर्ने हो, कस्तो हुनुपर्ने हो यहाँ देखाउँछु है। तेलमा भुटिसकेपछि यस्तो हुन्छ। अहिले मसँग घरमा जे एभाइलेबल सामानहरू छन् त्यतिले म बनाउँदैछु। मैले मार्केटबाट केही पनि किनेर लिएर आएको छुइनँ। सो तपाईँहरूसँग जे एभाइलेबल छ त्यसरी बनाउन सक्नुहुन्छ। घिउ छ भने एकदमै बेस्ट, अझै राम्रो मिठो टेस्टको लागि चाहिँ घिउ हो भन्न चाहन्छु है। मसँग एभाइलेबल थिएन अहिले घरमा। सो मार्केट पनि को गइरहने होइन, जे छ त्यतिले मैले यहाँ काम चलाउँदैछु। सो घिउ चाहिँ बेस्ट अप्सन हो। चिनी स्वाद अनुसार है। अब कति मिसाउँदैछु म चाहिँ भने 1 चम्चा, 2 चम्चा, गुलियो भएन भने मिठो हुँदैन, 3 चम्चा, 4 चम्चा। अब यसलाई मिक्स गरेर हेर्छु पहिला म आफूलाई कतिको भयो जस्तो लाग्यो भने भइहाल्यो। अझै हाल्नुपर्छ जस्तो लाग्यो भने अझै मिक्स गर्छु म चाहिँ यसमा होइन।
अनि अझै यसमा नरिवल छोक्रा ड्राई फ्रुट्सहरू पनि एड गर्न सकिन्छ, अझै बेटर टेस्ट आउँछ। अनि अझै यसलाई चाहिँ घिउमा भुट्नुपर्छ अनि ड्राई फ्रुट्सहरू हाल्नुपर्छ। अब भन्ने बित्तिकै अब सबै थोक त एभाइलेबल हुँदैन पनि, किन्न जानलाई पनि टाढो हुन्छ होइन। सो तपाईँहरूले चाहिँ के गर्नु होला भने बनाउन इच्छा हुनेहरूले चाहिँ पहिला सबै थोक सामानहरू रेडी गर्नु, अनि त्यसपछि चाहिँ बनाउँदा भयो है। डो है एकदम मुलायम सफ्ट भइसकेको छ डो चाहिँ। अब यसलाई एकछिन मार्नुपर्छ अनि त्यसपछि चाहिँ म बेलेर यसलाई जस्तो पुरी बनाइन्छ नि, पुरी खाइन्छ नि हो त्यस्तै पुरीकै जस्तो साइजमा ठिक्क ठिक्कको सेपमा कत्रो बनाउने हो, कत्रो कत्रो साइजको बनाउने हो त्यो हिसाबले चाहिँ यहाँ लोइयाहरू बनाउँछु, यानि कि गोलो गोलो पिसहरू बनाउँछु अनि म देखाउँछु है त। यतिको गोलो ठिक हुन्छ जस्तो लागिरहेछ। अब मलाई यसले ठिक हुन्छ जस्तो लाग्यो भने यत्रो बनाउँछु, नभए योभन्दा अलिक सानो पनि हेरौँ के हुन्छ। मैले चाहिँ यहाँनिर यति देख्न सक्नुहुन्छ होइन, यसरी बनाउँदैछु होइन। बनेर त कम्प्लिट भइसकेको छ अनि यो रफली बनाएको थिएँ, यसलाई मजाले गोलो गोलो बनाउँदैछु। मैले यहाँ 15-20 पिस भएको छ मेरो चाहिँ होइन, धेरै सानो सानो यत्रो बनाएर पनि काम छैन। सो त्यही भएर यहाँनिर म ठिक्क ठिक्कको साइजको बनाउँदैछु, खाँदा पनि मजा आउँछ झ्याप्पसँगले होइन। सो अब यसलाई चाहिँ यसरी पिठोमा चोपेँ मैले होइन। अनि अब यसलाई चाहिँ धेरै पातलो पनि बनाउनु मिल्दैन, जस्तो मोमोको बनाउँदा चाहिँ पातलो बनाउनु पर्ने हुन्छ। यसमा चाहिँ धेरै पातलो बनायो भने यो भित्रको सबै फुटेर बाहिर निस्किने डर हुन्छ। सो त्यही भएर धेरै मोटो पनि होइन धेरै पातलो पनि होइन, किनकि यो पाकिसकेपछि मैले भने नि अघि नै हामीले पिठो मुस्ने बेलामा खस्ता जुन भने नि मैले तातो तेल बनाएर हालेको थिएँ हो, त्यसले गर्दाखेरि चाहिँ यो अलिकति छिटो ब्रेक हुने चान्सेस हुन्छ। जस्तो पपहरू खानुभएको छ होला, कस्तो छुने बित्तिकै फसक फसक जान्छ नि होइन, हो त्यस्तै किसिमको हुन्छ क्या त्यो खस्ता हालिसकेपछि चाहिँ खसक खसक गर्छ होइन। अनि त्यसपछि त्यही भएर पातलो धेरै बनाउन मिल्दैन हो। पिठो चाहिँ अब मैले ठक्कै न गिलो छ न साह्रो छ है, एकदमै ठिक्कको बनेको छ। अनि यसको गोलाइ ट्याक्कै पर्फेक्ट एकदम साइजमा छ होइन यसको गोलाइ यो यत्रो। अब मैले यसमा अघि हामीले रेडी गरेको यो जुन छ फिल गर्दैछु है, 1 चम्चा हाल्दैछु। अनि फिलिङ पनि मजाले ढ्याप्प भयो भने चाहिँ खानु पनि मजा आउने हो नि त। अब यसरी हाल्ने है, अब यसलाई उठाउनु पर्दैन। अब यसलाई यसरी मजाले लगेर चाहिँ यहाँनिर यसरी यसको मुख चाहिँ टाँसिदिनुपर्छ है, मुख यसरी टाँसिदिने। ल मुख टाँसिदिएको छु है। ल यसरी भुइँमै राखेर गर्दा सजिलो हुन्छ नि त। अनि टाँसिदिने। अनि त्यसपछि अब नजिकैबाट म तपाईँहरूलाई देखाउँछु। यसको बुट्टा म हान्छु हातैले, मान्छेले मेसिन पनि युज गर्छ नि, म चाहिँ हातले बुट्टा हान्छु। नजिकैबाट देखाउँछु। मैले यसलाई यसरी दुईटैको मुख चाहिँ यसरी टसाइदिएँ होइन, यसरी मुख टसाइदिएँ। अनि मुख टसाइदिएपछि अब यो छ नि यो भाग यसरी चेप्टो चेप्टो पारेँ क्या मैले। अब यसलाई नै हामीले उयो गरेर चाहिँ बुट्टा हान्नुपर्ने हो। अनि यसरी तानिसकेपछि यसलाई यसो गर्ने अनि यसलाई नै यहाँनिर यसरी रोल गर्ने है, फेरि यसरी अलिकति चेप्टो बनाउने अनि यसैलाई यहाँनिर रोल गर्ने। यसरी गर्दै गर्दै यसो गर्दा गर्दै यहाँनिर बुट्टा हान्नुपर्ने हुन्छ क्या हामीले चाहिँ होइन। अनि त्यसपछि कतिले चाहिँ मेसिन युज गर्नुहुन्छ है, मेसिन पनि पाइन्छ नि त बजारमा। मलाई चाहिँ मेसिनको बुट्टाभन्दा हाते बुट्टा मनपर्छ, सरी चिब्रो लटपट्यो। अनि बुट्टा पनि मसिनो हान्ने अनि अलिकति उयो कस्तो खालको हान्ने भन्ने कुरामा भर पर्छ। यो चाहिँ यसको ट्याक्क डिजाइन देख्नुभयो होइन, हो यस्तै बनाउँदै बनाउँदै म एकदम सबै रेडी गर्छु। सो मैले चाहिँ रेडी गरिसकेको छु। यहाँनिर देख्न सक्नुहुन्छ, यहाँ थालमा पनि देख्न सक्नुहुन्छ, दुईवटा थालमा राखेको छु, अँटेन मेरो चाहिँ होइन। सो त्यही भएर यतिवटा बनाइसकेको छु, कम्तीमा 20-21 पिस छ। सो तेल पनि मैले यहाँ तपाईँहरूलाई रेडी गर्दैछु। धेरै तातो हुनु हुँदैन, तेल एकदमै मिडियममा पकाउनु पर्ने हुन्छ है। त्यो भित्रको फिलिङहरू चाहिँ टुटेर खस्ने सम्भावना हुन्छ। एकदमै पहिला चाहिँ तेललाई तताउने अनि त्यसपछि चाहिँ आगो कम गरेर सानो आगोमा चाहिँ पकाउनु पर्ने हुन्छ है। म देखाउँदै गर्छु है त। तेल चाहिँ पुरा तातेर मजाले रन्किसकेको छ। अब पहिला सुरुमा चाहिँ एउटा हालेर ट्राई गर्छु म होइन कस्तो हुन्छ। सो एउटालाई हालेर ट्राई गर्दैछु म, कतिको राम्रो हुन्छ। यसलाई धेरै चलाउनु पनि हुँदैन, सानो आगो बनाएको छु मैले अहिले।
अनि त्यसपछि यसलाई चाहिँ यसरी हल्का चलाउनुपर्छ। यसरी बिस्तारै बिस्तारै यसरी ओर्काइ फर्काइ गर्दै पकाउनु पर्ने हुन्छ। यहाँनिर यसमा चाहिँ हल्का हल्का बबल्स आएको छ, एकदमै पर्फेक्ट बनेको छ। खस्ता हामीले जुन अघि तेलमा मोलेको थियौँ पिठो, त्यही भएर त्यस्तो हुन्छ है। अब हाम्रो चाहिँ रेडी भइसकेको छ है। अब यो अघि मैले ट्राई जुन हालेको थिएँ यसलाई चाहिँ कतिको कलरमा निकाल्ने भन्ने विषयमा म देखाउँदैछु। यहाँ देखाउ त कान्छी, देखाइदेऊ। अब यो चाहिँ भइसकेको छ है, यो चाहिँ रेडी भइसकेको छ। अब यसलाई चाहिँ म निकाल्दैछु र अब एकैचोटि चाहिँ अब एउटा एउटा गरेर गर्ने होइन, 4-5 वटा एकैचोटि म ट्राई गर्दैछु है कस्तो देखिन्छ। म यहाँनिर एकचोटिमै निकै पनि पाक्छ है। अब चाहिँ हाल्दैछु ल, निकै तेलमा ज्यामी तार्छु। अब चाहिँ तेल पनि भइसकेको छ। एउटा एउटा गरेर गर्नलाई टाइम लाग्छ, एकचोटिमा यतिको मैले हालेँ। अब यसलाई धेरै चलाउनु पनि मिल्दैन। अब यसरी माथि माथि एउटा हल्का हल्का तेल चलाइदिनुपर्छ। यसरी मजाले पाक्छ। अब यिनीहरू चाहिँ हुन आँटेको छ। मैले अघि दोस्रो लटा जुन हालेको थिएँ यिनीहरू चाहिँ अब मैले पल्टाएँ पनि है, रातो रातो भएको छ। अनि जुन जुन अब हुँदैछ यिनीहरूलाई चाहिँ म निकाल्न खोज्दैछु। यो 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 यति यो 3टा चाहिँ भइसकेको छ होइन। यो 3टा चाहिँ यो चाहिँ कस्तो हुन्छ भने यतिको रातो छ भने अहिले यो सेलाउँदै गएपछि आफै कलर पनि चढ्दै आउँछ कि। अघि नैको मैले निकालेको सेतै सेतै थियो भने यसरी राख्दा राख्दै रातो भइसकेको छ। यो पनि अब यिनीहरू पनि त्यस्तै हुन्छ है। त्यही भएर यिनीहरूको चाहिँ समय भइसकेको छ, मैले यहाँ निकालेँ। अब यो बाँकीकोहरूलाई पनि म पल्टाउँदैछु। ओहो अलि रातो रातो हुन गएछ, अलिक बेसी नै। सो अब यसरी नै म बाँकीको यो यिनीहरू पनि यसरी नै तार्दै जानेछु। अनि टोटल भइसकेपछि कस्तो हुन्छ होइन, अनि म देखाउँछु। फाइनल्ली कम्प्लिट भइसकेको छ, सबै फ्राई गरेर पनि सकिसकेँ र मसँग यहाँनिर रेडी छ। म यहाँनिर रिभ्यू लिनलाई आएको थिएँ, टक्क पूर्णिमा आन्टी पनि आइपुग्नु भएन, भाग्यदो रहेछ। ल लिनु त, यो कस्तो लाग्छ यसो। थ्याङ्क यू। लिनु ल ल ल, मिठो लाग्यो। मैले आज यो च्यालेन्ज लिएको थिएँ कि, अनि कस्तो भयो के भयो सबजना। आमा मेरो बुन्तुलु धेरै मिठो छ। ल है, डिप छ है, एकदम रातो भएर डिप फ्राई भएको छ यो। अमेजिङ। मुखभरि भएर बोल्न पनि सकिरहेको छैन। यसमा मलाई अलिकति एउटा के कमी लाग्यो भने घिउ हुन्थ्यो भने अझ बेस्ट हुन्थ्यो कि। घिउले एकदमै टेस्ट बेग्लै लिएर आउँछ। यो जुन सुजी मैले भुटेँ नि तेलमा, त्यो चाहिँ घिउमा भुट्नु पर्थ्यो। बस त्यतिकै नै मलाई अलिकति कमी लाग्यो क्या। सो सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु मेरो भिडियो हेरिदिनु भएकोमा। र यो आजको यो च्यालेन्ज लिँदै बेलुका भइसक्यो होइन, बनाउँदै र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको मेरो यो जुन च्यालेन्ज छ यहाँनिर सकिन्छ, मैले रेडी पनि गरिसकेँ, बनाइ पनि सकेँ। तपाईँहरूलाई पनि फेरि यस्तो यस्तो च्यालेन्जहरू यस्तोहरू भिडियोहरू चाहिँ आइरहनेछ। त्यही भएर चाहिँ फलो गर्न नबिर्सिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला र माया देखाइदिनु होला। अहिलेलाई बाई बाई। म चाहिँ यो इन्जोय गर्दैछु।